हेलो सबैजनालाई। म चाहिँ आज अब तपाईहरुलाई यो स्विका कार्ड चाहिँ नयाँ कार्ड चाहिँ कसरी निकाल्ने भन्ने कुरा देखाउँछु। नाम नभएको कार्ड टेकी नबनायो भने पनि निस्किन्छ हैन। यो चाहिँ तल परचेज न्यू स्विका छ नि, त्यसमा गएर तपाईहरुले क्लिक गर्नुभयो भने त्यो एउटा ब्ल्याङ्क स्विका भन्ने छ, त्यो साइडमा हेर्नु है। त्यो ब्ल्याङ्क स्विका चाहिँ तपाईहरुले टच गर्नुभयो भने 1000 रुपैयाँ चार्ज गर्नुहुन्छ। अनि त्यसमा 500 रुपैयाँ तपाईको डिपोजिट हुन्छ तपाईको स्विका कार्डमा, र 500 रुपैयाँ चाहिँ तपाईको ट्रान्ज्याक्सनको लागि, तपाईको ट्रेन चढ्ने झर्नेको लागि त्यो चाहिँ तपाईको त्यसमा हुन्छ है। त्यो तपाईले पटक पटक चार्ज गर्न पनि मिल्छ। यो भयो तपाईले स्विका मात्रै निकाल्नु पर्यो भने है। अर्को चाहिँ तपाईले टेकी बनाउनु पर्यो भने चाहिँ मन्थली पास भन्छ नि, स्विका माथि नामसाम भएको त्यसमा चाहिँ पासमा जाने, त्यसपछि यो न्यू पासमा क्लिक गर्ने। न्यू पासमा क्लिक गरिसकेपछि यो कम्प्युटर पासमा जाने, त्यसपछि 1 महिना 3 महिना 6 महिना कति महिनाको बनाउनेलाई 1 महिनाको हाले है। कहिलेदेखि बनाउने, आजदेखि हाले है। त्यसपछि तपाईले कुन स्टेसनदेखि बनाउने है, स्टेसनको नाम चुज गर्ने। जसरी कि अब मैले यहाँ चुज गरेँ यो सुगामो स्टेसन है। अब त्यसपछि तपाई कुन स्टेसनको सम्म बनाउने त्यो स्टेसनको नाम लेख्ने है। तपाईले यहाँबाट लेख्नु भयो भने त्यो चाहिँ हुन्छ है। मैले अब लेखेँ है। अब लेख्दाखेरि मैले सिजोकासम्मको, अब सिम्बासीसम्मको मैले बनाएँ। रुट 1 2 3 सबै हुन्छ। अब रुट 1 को यहाँ पैसा देखाछ है। अब इस्यु न्यू स्विका, नयाँ स्विका बनाउने कि पुरानो स्विकामा गर्ने त्यो चाहिँ तपाई चुज गर्नु। अनि त्यसपछि एग्री गर्नु, तपाईको आफ्नो नाम हाल्नु, तपाईको थर हाल्नु। अनि त्यसपछि त्यो गरिसकेपछि है, मैले अब हेर्नु जसरी मैले एक्जाम्पलको लागि तपाईहरुलाई नाम हालेर पनि देखाइदिन्छु है। उता ताको अनि यता हिरो है। यो भयो। तपाईँ मेल कि फिमेल त्यो हाल्नु है। कति वर्षको हुनुभयो त्यो हाल्नु है। अनि त्यसपछि आफ्नो डेट अफ बर्थ यहाँ हालिसकेपछि मन्थ एन्ड डे हाल्नु। अनि त्यसपछि हालिसकेपछि अब तपाईको यहाँ हाल्नु है, तपाईको कन्ट्याक्ट नम्बर, मोबाइल नम्बर चाहिँ यहाँ हाल्नु। अनि तपाईले यो हालिसकेपछि अब ड्यास ड्यास जे पनि हालेर, अनि त्यसपछि पासवर्ड राख्ने नराख्ने, पासवर्ड चाहिँ नराख्नु है, नो पासवर्डमा थिच्नु होला। अनि त्यसपछि यहाँ देखाउँछ है, तपाईको सबै डिटेल्स देखाउँछ। कहिलेदेखि स्टार्ट भयो, कहिले एक्सपायर हुन्छ है, तपाईको नाम, तपाईको डेट अफ बर्थ, तपाईको मोबाइल नम्बर सबै देखाउँछ। यति भइसकेपछि त्यहाँ देखाएको पैसा चाहिँ त्यो चाहिँ तपाई हाल्नु।